नमस्कार सम्पूर्ण साथीहरू आज म बुटोलदेखि पाल्पा जाने क्रममा यो भिडियो बनाउँदैछु साथीहरू होइन। देख्न सक्नुहुन्छ बाटो चाहिँ एकदमै ठिक छ होइन। पानी 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 परिरहेको छ, देख्न सक्नुहुन्छ। अनि त्यसै गरी बाटो अलिकन चिप्लो पनि छ, अलि होसियार बनाएर बनेर हिँड्नुपर्ने देखिन्छ होइन। एकदमै हरियाली छ होइन, रमाइलो छ। तर बाटोमा बिच बाटोमा अलिकन खाल्टाखुल्टीहरू देख्न सक्छौँ हामी होइन। गाडी सकभर अलि होइन स्पिड कम चलाउने भने हो, तर चाहिँ गाडी स्पिड नै छ। तपाईँहरूलाई म चाहिँ होइन यो बाटोको अवस्था होइन, यहाँ देखिने दृश्यहरू देखाउने प्रयत्न गरिरहेको छु। सम्पूर्ण साथीहरूले यो भिडियो हेरेर सहयोग गरिदिनुहुनेछ भन्ने एउटा आशावादी छु। साथीहरू एकदमै होइन, बाटो त्यति साँघुरो पनि होइन, त्यति ठुलो पनि होइन होइन। तर यो पानी एकदमै खाल्टाखुल्टी भएको कारणले गाडीले चाहिँ अलिकन भनौँ न त्यो पानी छ्याप्ने चाहिँ सम्भावना बढी छ यो बाटोमा। देखिसक्नु भएको छ एकदमै होइन, तलपट्टि खोला बगिरहेको छ। अनि त्यसै गरी माथिपट्टि यो एकदमै होइन, अब बाटोको एकदमै होइन खोल्टाखाल्टीहरू धेरै अलि डेन्जर छ होइन। अनि त्यसै गरी यो माथिपट्टि एकदमै होइन यो पहाड, यो अलिकन पहिरो झर्ने पहाड देखिसक्नु भएको छ होइन। यो माथिबाट एकदमै ठुलै होइन पहाड छ होइन। यहाँ एकदमै ढुङ्गाहरू बग्ने अलि बढी मात्रामा हामीले देख्न सक्छौँ। अनि बर्खाको टाइममा त अझै एकदमै गाह्रो छ यो बाटो हिँड्नलाई होइन। देखिसक्नु भएको छ बिचबिचमा एकदमै खोल्टाखाल्टीहरू पनि छ होइन। एनिवे हिँड्नु पऱ्यो, अब यात्रा त हिँड्नै पऱ्यो होइन। नहिँडिकन कामहरू भन्दैन, काम गर्नु पऱ्यो। देख्न सक्नुहुन्छ एकदमै हेर्नुहोस् त यो बाटोमा कति पानी चाहिँ जमिरहेछ होइन। यो बाटोमा एकदमै खर्च पनि गरेको छ, नगरेको त होइन होइन। अब यहाँनिर चाहिँ एउटा भनौँ न टनेल यानि कि सुरुङ मार्ग पनि अब बनाउँदैछ होइन। अब केही वर्षमै यो पनि कम्प्लिट होला जस्तो लाग्छ मलाई। तर अहिलेको अवस्थामा देखिसक्नु भएको छ एकदमै बाटो हिलाम्मे छ अनि एकदमै खोल्टाखाल्टी छ होइन। अलिकति ध्यान दिएर हिँड्नुपर्ने जस्तो देखिसक्नु भएको छ तपाईँहरू। एनिवे अब हेर्दै जानुहोस् भिडियो कति बन्छ म देखाउने प्रयासमा छु होइन। कतिजना साथीहरू यो बाटो हिँड्नु भएको छ साथीहरू कमेन्टमा लेख्दै जानु होला। नेपाल आफैमै राम्रो देश त हो होइन, तैपनि भनौँ न अलिकन होइन अलिकन यो भौगोलिक अवस्थाले पनि ठ्याक्कै होइन अलि विकास गर्नलाई अलिक गाह्रो पनि छ नेपाल। देखिसक्नु भएको छ यहाँनिर चाहिँ यो एउटा मन्दिर, सिद्ध बाबाको मन्दिर आएको छ साथीहरू होइन। यहाँ अब यो टनेल यहाँबाट सुरु हुन्छ होइन, यानि कि यो सुरुङ मार्ग होइन। यो सुरुङ मार्ग यहाँ चाहिँ यहाँबाट सुरु छ, देखिसक्नु भएको छ। अब केही वर्षमै यो चाहिँ पुरा होला। देखिरहनु भएको छ साथीहरू होइन। एकदमै अब बाटो त्यति साँघुरो पनि होइन, त्यति ठुलो पनि होइन। तर चाहिँ यहाँको बाटो एकदमै भनौँ न यो अलिकन यो पहिरो जाने अब एरिया आउँदैछ होइन। देखिरहनु भएको छ सम्पूर्ण साथीहरू। यो भिडियोलाई चाहिँ सबै सामु चाहिँ पुर्याइदिनु होला होइन। सबैजना साथीहरूमा यो भिडियो पुगोस् भन्ने म आशा राखेको छु। तपाईँहरूको सानो सपोर्टले मलाई चाहिँ यस्ता भिडियो बनाउनलाई अझै सपोर्ट गर्नेछ भन्ने म पूर्ण आशावादी छु। हेर्दै जानुहोस् होइन, एकदमै देख्नु भएको छ मनमोहक दृश्यहरू पनि छ होइन। एकदमै झरनाहरू बगिरहेको छ होइन। तर पनि यो देखिसक्नु भएको छ नि होइन, यो एरिया एकदमै माथिबाट पहिरो झर्ने एरिया हो। देखिसक्नु भएको छ होइन, यो माथिबाट एकदमै पानी बगिरहेछ कि होइन। एकदमै यो भनौँ न यो पहिरो जाने क्षेत्र पर्ने गर्छ होइन। एकदमै यसले चाहिँ यहाँबाट धेरै मानिसहरूले चाहिँ ज्यान गुमाएको छ। खाल्टाहरू खै यसले साइड पनि दिने छैन, के हो?
गाडी आइरहेछ कि फेरि अगाडि भागिदिनुपर्छ नभागी काम छैन अगाडि नभागिदिने नि होइन अब त्यसको धुवा खानु पऱ्यो अनि खाल्डा खुल्डी छ होइन यो अप्ठ्यारो बाटोमा अब त्यसको पछाडि हेरेर बस्ने कुरै पनि भएन कि होइन हेर्नुहोस् त यो हिलो पानी परिरहेको छ गाडी पनि हिँड्दै हिँड्दैछ कि साथीहरू देखिसक्नुभएको छ होइन बाटो एकदमै हिलाम्य छ साथीहरू होइन अनि अब यहाँ बाटो पनि अब जस भनौँ न अब यो टनेलको निक्लिने ठाउँ अथवा आइपुग्न थालिसकेको छ होइन बाटो एकदमै हिलाम्य छ कि साथीहरू होइन कतिजना साथीहरू यो बाटोमा हिँडिरहनु भएको छ होइन सबैजनालाई याद पनि होला यो बाटो होइन अलि बर्खाको समय अथवा चाहिँ गर्मीयाममा पनि यहाँ एकदमै धुलो चाहिँ हुने गर्छ कि होइन देखिसक्नु भएको छ यो बाटो हेर्दै एकदमै भनौँ न सबैले यसलाई चाहिँ एउटा कस्तो छ बाटो भन्ने कुराहरू देख्नुहोस् त अब यो बाटो होइन गाडीहरू पनि अब एकदमै के हतारमा चाहिँ होइन हिँडेको देख्न सकिन्छ खास गरी यस्तोमा चाहिँ यो नगरेकै राम्रो होइन एक त बाटो साँघुरो छ अनि चिप्लो पनि छ होइन यस्तोमा चाहिँ आफ्नो लाइनमै हिँड्दा चाहिँ राम्रो हुने गर्छ तर चाहिँ होइन ड्राइभरहरूलाई सबैलाई चाहिँ हतार हुने कि होइन देखिसक्नुभएको छ एकदमै यो छेउतिर तलै चाहिँ एकदमै ठुलो चाहिँ खुला छ कि होइन ल सम्पूर्ण साथीहरू जति पनि साथीहरू यो भिडियोलाई हेर्दै हुनुहुन्छ सबैजना साथीहरूले सेयर गर्दै जानु होला होइन त्यसै गरी माया गरिदिनु होला अनि सेयर कमेन्ट होइन सबै सामु चाहिँ पुर्याइदिनु होला भन्ने पूर्ण आशावादी छु म नेपालको यो भौगोलिक अवस्थाले गर्दा होइन विकास गर्नलाई आफैमै चुनौतीपूर्ण ठाउँ पनि हो होइन अब जतिसक्दो यस्ता बाटाहरू समयमै मर्मत अथवा होइन सम्भार समयमै गर्ने भने पक्कै पनि देशमा होइन एउटा चाहिँ पर्यटन नामले विकास चाहिँ गर्न सक्छौँ तर यो अवस्थाले होइन मान्छेहरूलाई आउन पनि अलिकन गाह्रो हुने कि होइन अब देखिसक्नु भएको छ यो हिलो हेर्नुहोस् त एकदमै हिलो छ बाटोहरू होइन अब भौगोलिक अवस्था मात्र राम्रो भएर भएन नि त साथीहरू होइन बाटाघाटा पनि राम्रो हुनु पऱ्यो होइन मान्छेहरू आउन चाहन्छ तर चाहिँ यो बाटोघाटोले गर्दा एकदमै बाटो चाहिँ नराम्रो स्थिति पुऱ्याएको देख्न सक्छौँ हामी साथीहरू सम्पूर्ण साथीहरू यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र सँगसँगै सेयर गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब पनि गरेर सहयोग गरिदिनु होला सम्पूर्ण साथीहरू जो हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद।